यसलाई चाहिँ अब पकाउनु पर्छ एकछिन बाक्लो हुने गरेर। यसमा चाहिँ मैदा पानी अनि प्लस त्यो उसो कलर हो नि त। अनि अब यो यस पातलो छ, अब यसलाई बाक्लो हुने गरेर चलाउनु पर्छ अनि चाहिँ बल्ल रेडी हुन्छ गाइजहरु। आलु पाक्यो कि पाकेन? धेरै पाक्यो भने नि उसो हुन्न फेरि। धुवा त खत्रै आयो गाइजहरु। यो चाहिँ अब यतिको बाक्लो हुँदै आयो है अब। अनि यो चाहिँ ग्यास सानो बनाएर पकाइ गरेपछि अझै बाक्लो हुन्छ अनि खानाको लागि रेडी हुन्छ, ससको लागि रेडी हुन्छ। कुनै चाहिँ फक्कै पाकेछ, कुनै चाहिँ पाकेको छैन। के हो आलु पनि यस्तो। अब अनि अर्को चाहिँ पाकोस् भनेर राख्यो भने प्ल्याट त एउटा चाहिँ लास्टै प्लत्तकै हुन्छ अनि अर्को चाहिँ ठिकै हुन्छ है। बरु त्योभन्दा त यतिकै ठिकै छ, चटपटसँग खाने त। अनि ठिकै छ यतिको धेरै पाकेको नि उसो। ल गाइजहरु, यो सस पनि रेडी भयो है। अब यतिको बाक्लो भएपछि भयो। अब यो ग्यास बन्द गरिदिन्छु अब। भयो मम्मी 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 खतरा बन्यो चटपट। देखे त हो चटपट है। यो चटपट देखाउन हो गाइज भान्छु। म चाख्छु ल फर्स्टमा। कसरी चाखम? हातमा राखेर कि यसरी नै? मिठो हो। ल ल खाम 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 खाम। ल खाए ल। मिठो हुँदो रहेछ है। ठिकै। फर्स्ट टाइम गिलो चटपट खाएको गाइज। सबै फर्स्ट टाइम हो र। घरमा बनाएर चाहिँ गिलो चटपट फर्स्ट टाइम खाएको। पिरो पिरो माया हाँस। यो त फेरि भ्लगर। खान त
तपाईँ रातै हो खुर्सानी पनि रातै सस पनि रातै अब सिगान पुग्दै खानु पर्यो क्या भ्याइको यो जोरो मलाई हेरेको त्यसरी खुलेको थियो कस्तो अमिलो कम भयो जस्तो लाग्यो मलाई हालेर खानु क्या आधी खान्छस् खाए के हेर न थ्याङ्क यू मा पानी ल्याउ न खाएको मलाई त चटपट परल्लै मनपर्छ भात पनि यही खाने खाजा पनि यही खाने भन्छ है एउटा के होमा जेना श्रेष्ठ गयो जेना श्रेष्ठ गर्नु के चटपट finished